सिक्दा परेको थिएँ त्यसपछि बिचमा परेको थिइनँ फेरि आज पढ्नु भए एकदमै धेरै धन्यवाद दिन चाहन्छु सम्पूर्ण आयोजकज्यूहरूलाई हाम्रो रमेश दाई स्पेसल धेरै धेरै धन्यवाद दिन चाहन्छु दिनु दाई उहाँहरूको पहल चाहिँ एकदमै थियो मसँगै पाल्नुहुने चर्चित लोकदोहोरी गायिका हाम्रो माया गुरुङ दी खासमा माया गुरुङ दी माया मगर दिदी हो होइन यहाँ आएर सबैसँग चिनार भइसकेछ दिदीको एकदमै खुसी लाग्यो स्वागत छ मेरो जन्मस्थानमा दिदीलाई र सबैलाई एकदम धेरै धेरै माया छ हाम्रो साउन्डमा को हुनुहुन्छ सबैलाई सम्मान छ अनि हाम्रो सुरक्षाकर्मी दाइहरूलाई पनि दिदीदेखि नै सम्मान छ यता नारायण सर देखिरहेको छु यहाँलाई पनि सम्मान छ अतिथिज्यूहरू सबैलाई एकदम धेरै धेरै सम्मान छ अब सबैजना यता तत्र छरेर बस्नु भएको छ यता रोडतिर हुनुहुन्छ माथि माथि हुनुहुन्छ सबैजना तल आउनु होला अगाडि आउनु होला अब चाहिँ रमाइलो गर्नुपर्छ मेरो गाउँ हो त्यही धेरै बोल्नै आउँदैन मलाई किनकि लाज लाग्छ मलाई यतातिर यता मेरो मम्मी आउनु भएको छ बुवा आउनु भएको छ मासतिर अहिले म तपाईँहरूलाई चिनाउँछु मैले स्टेजमा बोलाउँछु अहिले एकैछिन पछाडि अहिले चाहिँ गीत गाउँ गीत सुरु गरौँ सबैजना एकदमै आत्तिनु भएको छ सो सबैजना हेर्ने हो गीत सुन्ने हो दोहोरी सुन्ने हो भनेर आउनु भएको छ सबैलाई एकदम धेरै धेरै सम्मान छ नमस्ते ओ के हो र यस्तो कहिले नमस्ते नफर्काउने नमस्ते सुन्दै सुन्नु नमस्ते भएन है भएन मान्दैन म त पछाडितिरको नि सबैलाई एकदम धेरै धेरै सम्मान छ सबजना अगाडि आइदिनु होला मासतिर बस्ने पनि सबजना अगाडि आइदिनु होला नाच्नुपर्छ रमाइलो गर्नुपर्छ फेरि एकचोटि नमस्ते गर्छु नमस्ते फर्किन्छ कि फर्किन्न मैले सुनेकै छैन नमस्ते अलिअलि सुने जस्तो लाग्यो मलाई बल्ल फेरि एकचोटि त नमस्ते यति भएपछि काम चल्छ ठिक छ अब सबै यता ड्रेस लाएर सरक्क बस्नु भएको छ सबैजना नाच्न आइदिनु होला मैले कुन चाहिँ गीतबाट सुरु गरौँ सुन्नेबाट गरौँ कि नाच्नेबाट गरौँ नाच्ने हो कि होइन अहिले हो भनेर नाच्नु भएन भने फेरि कारबाही पर्नु ल अङ्कल तपाईँ आउनुहोस् नाच्नुपर्छ सबैजना नाच्नुपर्छ केटाहरू खै हाम्रो केटाहरू नै देखिएन हाम्रो गिरकोटको पावर हाम्रो चित्रेको पावर रामजीको पावर केटाहरू कोही देख्दै देखेको छैन जो केटाहरू धेरै नाच्छ केटाहरूलाई आज पार्टी हुन्छ मेरो तर्फबाट सो अहिले चाहिँ घाँसै काटो खोली त बाना हाँस्दै खेल्दै गए जवान 3 नम्बरमा होला दाइ तलको सेकेन्ड लास्टमा होला सायद हाम्रो ठिका सानो मान्छे खड्का दाई खेम सेन्चुरी दाई हाम्रो सम्झना भण्डारी दी सबैलाई सम्मान गर्दै यो गीत गाउँछु मेरो गीत पनि छ नैनीताल मैले 30मा बजारमा लिएर आएको थिएँ धेरै दर्शकहरूले माया गरिदिनु भएको छ यहाँलाई धेरै धेरै माया छ त्यस्तो माहौल तातेला जस्तै देखिरहेको छैन केटाहरू सबै पछाडि हुनुहुन्छ के भयो यता सेकेन्ड लास्ट होला सायद मलाई थर्ड लास्ट होला गाडेङ कहाँ नि गाडेङमा छिन्छ यता पर रुखमाथि बस्ने दाजुभाइहरू पनि झर्नु भाइ यता कोतबारीमा बस्नेहरू पनि झर्नु होला सबैजना रमाइलो गर्नुपर्छ म एक्लै चिच्चाएर भएन रमाइलो तपाईँ हाम्रो सबैको हो के भयो त तपाईँ हामी सबैको रमाइलो यो होइन सेकेन्ड लास्ट होला सायद स्टप गर्नु त यो एकदमै सुन्ने खालको पनि छ ताली लाउने खालको पनि छ नाच्ने खालको पनि छ नाच्ने इच्छा हुने जति नाच्न पाइन्छ जो धेरै नाच्छ जो धेरै हाँस्छ जस्तै म कति धेरै हाँस्छु हेर्नु त त्यसैले म जस्तै खुसी हुन पाउनुहुन्छ त्यसैले सबैजना नाच्नु होला सबैजना जता हुनुहुन्छ छरेर बस्नु भएको छ अगाडि आइदिनु होला अहिलेको लागि पनि घाँसे काटो खोलेर यो गीत गाउँछु त्यस पछाडि नैनताल खड्किन्छ हेर नमायाले मैरामी छैनलाई सबै गीत आउँछ तर तपाईँ नाच्नुपर्छ
हारेको भेट भयो वनमा हाँस खेल गर्दा गर्दा बस्यो मेरो मनमा सबै घाटमा घाँसै काटो खोली दुभान हाँस्दै खेल्दै गयो जुवान घाँसै काटो खोली दुभान हाँस्दै खेल्दै गयो जुवान हाँस्दै खेल्दै गयो जुवान ताली बजा सबै ताली यो सबै खोइ देवताको टिमै खोइ ताली माथि यो अन्तर्जातिको हुनु पर्यो है सबै स्याप्पा ताली है त मानेमा के छ दुई मानेमा दाइ छ झल्को किन लायो भन्या भेटु नपो रहेछ खोइ त ताली बजाको हाँसै काटो खोली दोभान हाँस्दै खेल्दै गयो जोभान हाँसै काटो खोली दोभान हाँस्दै खेल्दै गयो जोभान हाँस्दै खेल्दै गयो जोभान ल हे हात माथि गरेर ताली बजाउनु सबैले बगिजाले खोला सबजनाको भारी भोकाइ जाँदो रहेछ झुला दसैँ मलाई लाग्छ घाँसै काटो खोली दोभान हाँस्दै खेल्दै गयो सबैले उठ्ने ताली सबैले 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 ताली बजा खोइ शाबास शाबास सबै ताली बजा यस्तै गरी शङ्कर सुनारको वर्ष आउँछ हाँसै काटो खोली दोभान हाँस्दै खेल्दै गयो हाँसै काटो खोली दोभान हाँस्दै खेल्दै गयो जुवान हाँस्दै खेल्दै गयो जुवान ल तपाईँहरू यहीँ बस्ने जान पाइन्न यता ड्रेस लाउने बहिनीहरू सबै जान पाइन्न यहीँ बस्ने यता ड्रेस लाउने बहिनीहरू सबै आउनु यताको टोली पनि आउन पाइन्छ यताको ड्रेस लाउने प्राय नाच्नुहोस् अरू पनि नाच्नुहोस् तर ड्रेस लाउन चाहिँ एकदमै फोकस गर्छु म एकदमै हाम्रोतिर अत्यन्तै रुचाइएको गीत नैनीताल एकदम पुरानो गीत हो यो गीतलाई मैले नयाँ भर्जनमा ल्याउन खोजेको दिनु दाइको फोन हो कहाँ जानु हो भनिदिनु त नैनीताल गीत गाउँछु सो बहिनीहरू नाच्नुपर्छ सबैजना अतिथि कलाकार अतिथिज्यूहरू पनि नाच्नुपर्छ माया दिदी नाच्नुपर्छ दिदीहरू पनि नाच्नुपर्छ अब चाहिँ है यसो माहौल जमाएको मैले सबैजना नाच्ने हो कि होइन भन्दा नाच्ने हो भनेर हात उठाउने गीत गाएको बेलामा थपक्क लाएर बस्ने आमाहरूलाई हेर्नुहोस् मैले के भनौँ सबैजना नाच्न केटाहरू हाम्रो केटाहरू नाच्नलाई यस्तो पछाडि आयो के भएको यस्तो
ठिक छ मलाई यो गीत अहिले पछि पनि गाउँछु म यो गीत अनि अहिले चाहिँ एउटा सबैजना नाच्ने खालको गीत चाहिँ काम भने केटाहरू कोही अगाडि नै नआउने तर मैले अघि नै भनिसकेँ केटाहरूलाई पार्टी दिन्छु म बेलुका छ केटाहरू कोही अगाडि नआउने अगाडि हो केटा हो भए सुन्दै सुनेर हो केटा हो पछाडिको केटाहरू नि आउनु पर्यो केटीहरू नि आउनु पर्यो सब म तपाईँहरूकै हो अब यताको टोली यता त आमाहरूलाई बिचरा के भन्ने कि अब बिहान घाँस हालेर आउनु भयो होला कुरो पाकिसक्यो होला घर जान हतार भयो कतिलाई बिचरा गिदाई एक दुई टुक्का गिदाई हाले पनि जाडा हुन्थ्यो भन्ने पिर छ कतिलाई तर केटाहरू चाहिँ चिज छन् केटाहरू रमाइलो गर्नुपर्छ त्यो होइन त्योभन्दा सेकेन्ड लास्ट थर्ड लास्ट होला कोही ताली पनि लाउनुहुन्न कसैलाई सायद मन परेन होला भोटिङ पनि आउनु सायद मन परेन होला म कति ठाउँमा जान्छु कि मलाई थाहा छ हाम्रो गाउँको मान्छे लजाउनुहुन्छ नाच्नुहुन्न भन्ने छ तर अन्त चाहिँ यस्तो हुन्न अनि मैले माया दिदीलाई दिदी त्यस्तो हुन्न हाम्रो त एकदम रमाइलो हुन्छ भन्ने अनि दिदीले गाउँदा गीत ताली पनि बजाइदिनु भएन भने त मेरो बेइज्जत हुन्न त्यही भएर सबैजना ताली लाउनुपर्छ रमाइलो गर्नुपर्छ यता मैले मेरो मम्मी र बुवालाई देखेको थिएँ यत्रो जना हुनुहुन्छ मलाई चिनाउन मन लाग्यो
एकैछिन म टाइम लिन्छु, त्यसको लागि सरी। मेरो मम्मी र बुवा माथि हुनुहुन्छ क्या, कृपया स्टेजमा आइदिनु होला। भर्खरै देखिरहेको छु मैले मोहन बुवालाई। सो सबैले मैले यत्रो धेरै मान्छेहरू हुनुहुन्छ, सबैजना मात्रै गाउँकै हुनुहुन्छ, सबैजना चिन्नु भएको छैन होला। मलाई मम्मीलाई र बुवालाई चिनाउनु मन लाग्यो, कता हुनुहुन्छ मासतिर हुनुहुन्छ क्या हो। मैले मम्मीलाई र बुवालाई एकदमै चिनाउनु मन लाग्यो सबैजनाले। यसको छोराले चाहिँ हुन त हाम्रो मम्मीलाई धेरै चिन्नुहुन्छ, गाउँतिर प्रायः चिन्नुहुन्छ। सो कता जानुभयो मम्मीहरू, बुवाहरू कता जानुभयो, एउटा गाउँ जस्तो लाग्यो दाइ है। लाउनु हो मम्मीले ठ्याक्कै आउनु। ल मेरो मम्मी बुवालाई सबै ताली बजाइदिनु, ल सबै ताली बजाइदिनु। मेरो छोरो पनि आइपुग्यो। ल ठिक छ, एकदम धेरै माया छ, सम्मान छ। मेरो बुवा अनि मम्मी दुवैजनालाई एकदम सम्मान छ। जस उहाँहरूले गर्दा, बुवाले र मम्मीले गर्दा म यो ठाउँमा छु, तपाईँहरूसँग यसरी माइक समात्न सकेको छु। एकदमै धेरै माया छ, सम्मान छ। मेरो बाबा र मम्मीको लागि एक जोरदार ताली जस्तो। ओके, थ्याङ्क यू सो मच, थ्याङ्क यू। मलाई चिनाउनु मन थियो, त्यही केही भन्नुहुन्छ र केही बोल्नु? ल ठिक छ, धेरै माया छ, धेरै सम्मान छ। सबैले चिनिसक्नुभयो। धेरै धन्यवाद दिन चाहन्छु। यहाँहरू समक्ष सबैजना मलाई मन बुवा चिनाउनु मन थियो, सबैले चिन्नु पनि भयो। धेरै माया छ। यहाँ सबैले ताली पनि लगाइदिनु भयो। तर एउटा कुरा गुनासो मैले गीत गाउन लगाइदिनु भयो ताली। अहिले म गाउँछु फेरि, मलाई चित्तै बुझेको छैन। मलाई यतिको मलाई कोर्सोट खोल्नुपर्छ नाचेपछि, त्यो अहिले के हुन्छ कि केटा हाम्रो केटाहरू सब सिल हान्नुपर्छ अहिले एकैछिन पछाडि। अहिलेको लागि एकैछिन म ओझेल पढ्छु, सायद माया दिदीको प्रस्तुति हुन्छ होला, अरू पनि प्रस्तुति छ होला, त्यस पछाडि मेरो प्रस्तुति जोडिन्छ। थ्याङ्क यू सो मच।